यो मोटी मोटी केटीहरू हुन्छ नि, अनि यो मोटी मोटी केटीहरू चाहिँ यस्तो दामी होइन, जुन लुगा लाउँदा नि सुहाउने के मोटी केटीलाई, फेरि चुब्बी चुब्बी हुने होइन, जस्तो लुगा लाए नि सुहाउने के। पातलो मान्छेलाई त्यो लुगा लाउँदाखेरि कस्तो नसुहाएको नसुहाएको जस्तो फिल हुने, अनि मोटो मान्छे हुन्छ नि मोटी केटीहरूलाई चाहिँ जस्तो लुगा लाए पनि क्युट देख्ने के, जस्तो लुगा लाएर फोटो खिचे पनि होइन क्युट आउने के उनीहरूको चाहिँ। अनि यस्तो राम्ररी देखिने होइन यो मोटी केटीहरूलाई चाहिँ, मलाई चाहिँ एकदम मनपर्छ है मोटी केटीहरू। तपाईँहरूलाई कस्तो लाग्छ कुनै गाइज होइन? मोटी केटीहरू भने मोटी नै हो क्या, कसम खाएर बनाएको ज्यान हो नि त उनीहरूले त। र तपाईँको त्यस्तो बनाएर देखाउनु त, जस्तो भन्यो त्यस्तै लुगा लाउँदा नि सुहाउने के। पातली मान्छेहरूलाई त्यस्तो त्यो त्यो देख्दैन क्या, जस्तो लुगा लाए पनि सुहाउँदैन। अनि यो मोटी केटीहरूलाई त जस्तो लुगा लाए पनि सुहाउने, यस्तो राम्री राम्री क्युट क्युट देख्ने गाइज यार, चुब्बी चुब्बी होइन। झन् त्यस्तै मेकअप गरेर टक्क आइफोनबाट फोटो खिचेर हाल्नुपर्छ। आमामामा त्यो घरमा बुढी छ भने नि छोडेर आउँछ हो केटाहरू त।